Hello and namaste guys. So I was just doing my makeup, and as I was doing my makeup, I just started thinking some stuff, and I wanted to just come here and talk to you guys about it because A, I want to be more comfortable in the internet, and B, I just want to know if you guys think the same way as well. So म कस्तो खाले मान्छे हो भने whenever I wake up, the first thing I do is basically have like a to-do list in my head. I always have been like that जहिले पहिलादेखि नै. तर मेरो यो बानीमा चाहिँ के नराम्रो छ भने जब मैले केही कुराहरू अकम्प्लिस गर्दिनँ नि त्यो लिस्टमा म एकदम नेगेटिभ हुन थाल्छ क्या टुवर्ड्स माइसेल्फ. हुन्छ नि कस्तो थट प्रोसेस आउँछ भने कि मेरो दिनै खराब गयो. मैले अब 5वटा थिङ्सहरू प्लान गरेको छु भने 5वटामा 4टा भयो भने पनि आइ एम नट सेटिस्फाइड इनफ. 5वटामा 5वटै हुनु पर्यो अनि मात्रै त्यो दिन अकम्प्लिस्ड हुन्छ मेरो लागि. होइन नि त्यो दिन वेस्ट भयो, म फेलियर भएँ, मैले त्यो दिन राम्ररी युटिलाइजै गर्न सकिनँ. लाइक हो त्यस्तो हुन्छ क्या मेरो दिमागमा. अनि मैले यो प्याटर्न चाहिँ के नोटिस गरेँ भने यो जुन थट प्रोसेस छ नि यो थट प्रोसेस चाहिँ अलिक धेरै मलाई आउँछ when I'm in the US compared to when I'm in Nepal. So I was in Nepal for 5 months अनि त्यो बेलामा I never like obviously मेरो बानी हो फिल त भइहाल्थ्यो बट यो लेभलसम्म चाहिँ फिल हुँदैन थियो जति चाहिँ यहाँ युएसमा बस्दाखेरि हुन्छ मलाई. अनि it just got me thinking and I was just like हामी सानैदेखि नै म चाहिँ सानैदेखि नै युएसमा बसेको हो अनि हामी सानैदेखि नै कस्तो छ भने इट्स भेरी स्ट्रक्चर्ड हियर. लाइक हाम्रो स्कुल टाइम, हाम्रो प्ले टाइम, हाम्रो वर्क टाइम, हाम्रो मन्थली पेमेन्ट बिल्सहरू एन्ड एभ्रिथिङ एकदमै स्ट्रक्चर्ड छ नि त. अनि हामीले केही कुराहरू टाइममा गरेनौँ भने देयर इज रिपरकसन्स. लाइक हामी टाइममा काममा गएनौँ भने देयर इज अ पोइन्ट सिस्टम, यु गेट अ पोइन्ट. हामी स्कुलमा टाइममा गएन भने यु गेट डिटेन्सन or you get a write up, which is good. Like I mean नराम्रो त होइन but it just makes our thought process कि हामीले टाइममा गरिनौँ भन्ने कुराहरू केही नराम्रो हुन्छ कि भन्ने त्यो हुँदो रहेछ क्या दिमागमा. एन्ड इन नेपाल मैले के कुरा सिकेँ भने धेरै कुरा सिकेँ. Bro, I swear नेपालमा my hatest thing was the word भोलि. I swear to God, everywhere you go, भोलि आउनु ल, भोलि गर्नु ल. गभर्मेन्ट जबहरू पनि पेपर लिएर गएको छ, एभ्रिथिङ रेडी छ, ए भोलि आउनु न है. एन्ड नेपालमा भोलि नेभर मेन्ट भोलि. लाइक इट कुड मिन 2 हप्ता पछाडि, 1 हप्ता पछाडि, 1 महिना पछाडि, गॉड नोज वेन. कज युएसमा त भोलि मिन्स भोलि ब्रो. भोलि आइज अनि भोलि काम बनिन्छ भने भोलि काम बनिन्छ युएसमा. बट नेपालमा इट वाज नट लाइक द्याट. बट मैले के नोटिस गरेँ भने त्यस्तो हुँदाखेरि पनि मान्छे आर नट एज स्ट्रेस्ड एज आई एम or नट एज ओभर स्टिमुलेटेड एज आई एम. मेबी उनीहरूलाई बानी बसिसकेछ कज नेपालमा भोलि भन्ने चलनै हो. बट इट वाज भेरी रिफ्रेसिङ टु मी. अब इन्फ्लुएन्सर्सहरू पनि इफ यु सी लाइक युएसमा देयर अलवेज लाइक गेट रेडी विथ मी, आई हेभ 5 minutes left, 10 minutes left. But नेपालमा गएर मैले के कुरा सिकेँ भने everything needs a balance in life. Even if we have structured in USA but not have happiness, then what's the point? Same thing with Nepal. If they don't have any structure but they only have happiness, then they're not gonna go alik agadi. Maybe that's why they're so behind. But a ramro kura sike is to slow down in life. Like just slow down, take a breather, and just enjoy everything throughout. A perfect example would be पसलहरू हुन्छ नि नेपालमा कति धेरै पसल छ. यता हेरे पनि उता हेरे पनि सबैतिर छ. And all they want to do is like sell their products. कसैको सेल्स धेरै हुन्छ, कसैको कम्ती हुन्छ, कसैको त हुँदै हुँदैन. But even then, instead of like stressing and भित्तामा गएर टाउको ठोक्नुको साटो, they're outside taking in the sun and just like talking to their neighbors, enjoying the day. And त्यो युएसमा हुँदैन. If your business is going down, bro, you're stressing out. You're gonna file for bankruptcy. You're gonna look for another job. Like you're just gonna be scattered all over the place trying to do the next thing. So it was really refreshing to see. But anyways, yes, so that was just my thought process and I just wanted to share it with you guys. Let me know what you guys think.